मेरो भोट बालेनका लागि। स्वस्थ राष्ट्रियता र स्वच्छ राजनेता मैले महसुस गरेको छैन। मेरो देशले पनि शिशिर पछिको वसन्त कहिले महसुस गरेको छैन। सवारीको कर, पार्किङको डर, प्रहरीको आतंक, यस्तो मानव जेल नै हो दोस्रो घर। बा, तिमी यो चोटि पनि सूर्य र रुखलाई नै भोट हालेर जिताउँछौ र? यदि त्यसो हो भने तिमीलाई पनि मेरो प्रश्न छ। हिजो जसरी एउटा बच्चाको गिदी बाटोमा छरिएको थियो अनि अर्को बच्चाले उठाएर देखाएको थियो, भोलि मेरो छरिएको गिदी अरूले देखायो भने तिमी हेर्न सक्छौ कि नै? जसरी अहिले मृत छोराको खुट्टा समाएर बामा रुँदै मेरो छोरा फर्काइदे भनेर रोइ कराई गरेका छन्, त्यसरी तिमी रोइ कराई गर्न सक्छौ कि नै? जसरी अहिले शहीदलाई दागबत्ती दिनु अघि बाले देशको झण्डा उठाएर वीर शहीद अमर रहन् भनेर भनेका छन्, त्यसरी तिमी तिम्रो छोरा शहीद भएको बेलामा वीर शहीद अमर रहन् भन्न सक्छौ कि नै?